दर्शकबिन तपाईको दिन कस्तो बितिरहेको छ एकपटक पुनः स्वागत गर्दछु तपाई हाम्रो आफ्नै च्यानल विश्वपिडियामा। दर्शकबिन आजको यस विशेष भिडियोमा हामी यस्तो शहरको बारेमा रोचक जानकारी प्रस्तुत गर्दैछौं जहाँ मोज मस्तीका लागि केटीहरू पाइले पछि भेटिने गरिन्छ। एउटा यस्तो शहर जहाँ भियतनाम युद्धका लागि आएका अमेरिकी सैनिकहरूको कारण आजको दिनमा यो शहर प्रोस्टिट्युसनका लागि तपाई हामीमाझ परिचित छ। एउटा यस्तो शहर जसलाई नाइट लाइफ सिटी भन्ने गरिन्छ जहाँ हरेक रात हजारौं डिल हुन्छन्। एउटा यस्तो शहर जहाँ नेपालीहरू पनि सस्तोमा इन्जोय गर्न पाइने हुँदा प्रत्येक वर्ष हजारौं नेपालीहरू पनि यो शहर जाने गर्छन्। हो आज हामी संसारकै सबैभन्दा धेरै पर्यटक आउने खुलेआम मोज मस्तीका लागि चिनिएको शहर पटायाको बारेमा रोचक जानकारी प्रस्तुत गर्दैछौं। तपाईहरु यो भिडियो कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कृपया हामीलाई कमेन्टमा अवश्य भन्नुहोला। दर्शकबिन पटाया भन्ने बित्तिकै सबैको मनमा नाइट लाइफ, मसाज पार्लर, सस्तोमा मोज मस्ती गर्ने ठाउँ र देशमा सबैभन्दा धेरै पर्यटक भित्राउने शहरको रूपमा यो शहर विश्वभर परिचित रहेको छ। यो विश्वको यस्तो शहर हो जहाँ पर्यटन क्षेत्रले गर्दा अर्थतन्त्रलाई विश्वमा चिनाउने ब्रान्ड बनिसकेको छ। त्यसैले पनि पटायालाई संसारकै सबैभन्दा चर्चित मनोरञ्जन केन्द्रहरू मध्येको एक चिन्न सकिन्छ। दर्शकबिन पूर्वी थाइल्यान्डमा अवस्थित पटाया शहरलाई तपैया भन्ने शब्दबाट उत्पन्न भएको मानिन्छ, जुन 22.2 किलोमिटर क्षेत्रफलमा फैलिएको थाइल्यान्डको 8औं ठूलो शहर हो। करिब 3 लाख जनसंख्या भएको यस शहरमा विश्वकै सबैभन्दा धेरै बाह्य पर्यटकहरू आउनेमा शीर्ष स्थानमा गनिने गरिन्छ, जसमा चीन, मलेसिया, रसिया, साउथ कोरिया र भारत रहेका छन्। राजधानी शहर बैंककबाट करिब 150 किलोमिटर पूर्वमा स्थित यो शहर 60 वर्ष यता सबैभन्दा छिटो फड्को मार्ने शहरमा पनि गर्न सकिन्छ, जसलाई थाइल्यान्ड पार्टी क्यापिटल वा बीच र नाइट लाइफ सिटी भनेर चिन्ने गरिन्छ। दर्शकवृन्द विशेष गरी पटाया शहरको टिफिनी शो, अलगजार, क्याबारेट, सोई सिक्स जस्ता प्रसिद्ध स्थलहरूमा पाइने लेडी बोय शोहरूले संसारभरका पर्यटकहरूलाई मोहित बनाएको छ। त्यसो त प्रत्येक वर्ष यहाँ लाखौं पर्यटकहरू प्रदर्शन हेर्न आउँछन्, जसले पटायाको नाइट लाइफलाई विश्व सामु चिनाएको छ। अनुमानित करिब 10,000 देखि 4 लाखसम्म लेडी बोयहरू थाइल्यान्डमा बसोबास गर्ने हुँदा यो शहरमा तपाई एकपटक गएपछि तपाईले पटायाको रात्रि जीवन र लेडी बोय शोको अनुभव कहिले बिर्सन सक्नुहुन्न। दर्शकवृन्द एसिया महादेशमा सबैभन्दा धेरै एचआईभी प्रकोप भएको शहरको रूपमा चिनिएको यो शहरमा मात्रै अनुमानित 2 देखि 3 लाख मानिसहरू बसोबास गर्दै आएका छन्। विशेष गरी 15 देखि 30 वर्षका युवाहरू शहरको खुल्ला नाइट लाइफ, पर्यटक आगमन र सुरक्षित यौन सम्पर्क अभ्यासको कमीले गर्दा आज थाइल्यान्ड देश नै संक्रमित बनेको छ। तपाईले यो कुरा सुनेर अचम्म लाग्ला। इन्टरनेशनल युनियन अफ सेक्स वर्करद्वारा प्रकाशित एक तथ्याङ्क अनुसार थाइल्यान्ड देशका ठूला शहरहरू मध्ये पटाया शहरमा सबैभन्दा धेरै यौन कर्मीहरू काम गर्दै आएका छन्, जहाँ 1 लाख भन्दा बढी यौन कर्मीहरूले गर्दा विश्वकै शीर्ष स्थानमा यो देशको नाम आउने गर्छ। दर्शकवृन्द यो शहरमा पर्यटकहरूको आकर्षणले यो कुरा प्रष्ट देखाउँछ। सन् 2024 को टप इमर्जिङ डेस्टिनेसनको सूचीमा यो शहरको नाम 7औं स्थानमा रहेको छ। प्रत्येक वर्ष करिब 24.7 मिलियन अर्थात 2 करोड 46 लाख भन्दा बढी मानिसहरूले पटाया शहर भ्रमण गरेको सन् 2024 को एक तथ्याङ्कले देखाएको छ, जहाँबाट 80% भन्दा बढी आम्दानी यसै पर्यटक क्षेत्रबाट आउने गर्छ। त्यस्तै एक रिपोर्टका अनुसार हरेक महिना 3 देखि 4 हजार नेपालीहरू थाइल्यान्ड जान्छन्। ती मध्ये 2000 भन्दा बढी नेपालीहरू पटाया शहर जाने नै गर्छन्। नेपालीहरूको लागि सस्तोमा मस्ती वा रमाइलो गर्ने भनेर चिनिएको कारण पनि तपाई यो शहरमा इन्जोय गर्न सक्नुहुनेछ। सबैभन्दा सानो प्याकेज 45,000 बाट सुरु भएर 1,35,000 सम्म तपाईहरूलाई फुल इन्जोय गर्न विश्वको सबैभन्दा चर्चित ठाउँमा आउन सक्नुहुनेछ। दर्शकवृन्द अब कुरा गरौँ पटायाको सबैभन्दा प्रसिद्ध पक्ष नाइट लाइफ अर्थात रात्रि जीवनको बारेमा। जब यस शहरमा सूर्यास्त अस्ताउँछ त्यसपछि मात्रै पटाया शहर बिउजिन्छ। यो शहरको मुटु मानिने वाकिङ स्ट्रिट पटाया नाम तपाईले सुन्नु भएको होला। यस सडकहरूमा बत्ती, झिलिमिली संगीतको ताल र मानिसहरूको भिडले रातलाई झन रोचक बनाउँछ। एकातिर केटीहरू केटालाई तानिरहेका हुन्छन् भने अर्कोतिर बाँकी केटीहरू अन्य ग्राहकको पर्खाइमा डुबिरहन्छन्। त्यस्तै पटाया शहरको नाइट लाइफ र टुरिज्म उद्योगमा केही अँध्यारो सत्यहरू पनि जोडिएका छन्, जहाँ मानव तस्कर र यौन क्रियाकलाप, गोप्य वा विवादित गतिविधिहरू पनि बेला बेला घट्दै आएको सुन्ने गरिन्छ। रात्रि जीवनको चमक पछाडि केही मानिसहरूको अत्याचार वा शोषण पनि निकै छ। साथै 60 वर्ष अघि यो शहर केवल एउटा सानो माछा मार्ने गाउँमा मात्र सीमित थियो, जहाँका मानिसहरू समुद्रमा माछा मार्थे र सरल जीवन बिताउँथे। तर सन् 1960 को दशकमा भएको भियतनाम युद्धमा अमेरिकी सैनिकहरू थकाइ मेट्न, रमाइलो गर्न र आराम गर्नका लागि थाइल्यान्डको किनारपट्टिमा आउँदथे। तीमध्ये धेरै पटाया पुगेर सैनिकहरूको आगमनले शहरमा बार, होटेल र नाइट लाइफ सुरु भए। समयसँगै सन् 1980 को दशकपछि विश्वकै प्रसिद्ध टुरिस्ट डेस्टिनेसनका रूपमा स्थापित भएसँगै वाकिङ स्ट्रिट, बीच र फ्लोटिङ मार्केटले थप एट्र्याक्सन बढेको पाइन्छ।
यसबाहेक थाइल्याण्ड देशको नाम सुन्न साथ धेरैलाई थाई मसाज याद आउँछ, जसको इतिहास 100 वर्ष पुरानो रहेको छ। केवल शरीर आराम गर्नका लागि मात्र नभई शारीरिक ऊर्जा र मानसिक शान्ति फर्काउने जस्ता कलाको रहस्य गर्न तपाईहरू तयार हुनुहुन्छ? मसा शहरको पहिचान बनेको यो शहर हजारौं मानिसहरू हरेक दिन थकाइ मेट्न मात्र नभई मनको शान्ति खोज्न पनि आउने गर्छन्। दर्शकवृन्द, पटाया शहरमा बसोबास गर्ने अनुमानित 10,000 भन्दा बढी नेपालीहरू विभिन्न क्षेत्रमा काम गर्दै आएका छन्। अधिकांश नेपालीहरूले होटल, रेस्टुरेन्ट, बार, सेक्युरिटी गार्ड र क्लिनिङ स्टाफका रूपमा सेवा दिँदै आइरहेका छन् भने केही नेपाली दाजुभाइले सानो व्यवसाय पनि चलाएका छन्। दर्शकवृन्द, यो शहरलाई द सिटी द्याट नेभर स्लिप्स भनेर पनि चिन्ने गरिन्छ। त्यसो त 24 घण्टासम्म कहीँ न कहीँ संगीत, पार्टी र रमाइलो चलिरहन्छ। त्यस्तै के तपाईले कहिले यस्तो बजारको बारेमा सुन्नु भएको छ जहाँ पसलहरू पानीमाथि तैरिरहेका हुन्छन्, जहाँ किनमेल गर्न मानिस पैदल होइन डुङ्गो चलाएर आउनु पर्ने हुन्छ? यो विश्वको यस्तो शहर हो जसको क्षेत्रफल करिब 100 किलोमिटरमा फैलिएको 114 भन्दा बढी पसल सन् 2008 देखि स्थापित यो शहरको अर्को आकर्षणको केन्द्रको रूपमा रहेको छ। त्यस्तै पटाया शहर भ्याकेसनका लागि सबैभन्दा लोकप्रिय स्थान मध्येको एक हो, जहाँ तपाईले यस महिना अर्थात् नोभेम्बरदेखि फेब्रुअरीसम्म यो शहर घुम्नका लागि सबैभन्दा राम्रो मानिने गरिन्छ। त्यसो त हरेक वर्ष धेरै नेपालीहरू हनीमुन मनाउन आउने भएकाले तपाईको भ्याकेसन पनि पटायामा सबैभन्दा उत्कृष्ट बन्न सक्छ। दर्शकवृन्द, संसारको सबैभन्दा धेरै पर्यटक आउने शहर, मोज मस्तीका लागि चिनिएको शहर पटाया शहरको बारेमा विश्वपीडिया च्यानलले बनाएको यो भिडियो तपाईलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नुहोला र पटाया शहरको भिडियो हेर्नका लागि च्यानललाई सब्स्क्राइब पनि गर्नुहोला।